यो संसार हल्ला र हो हल्लाले भरिएको छ। हामीलाई सधैँ बोल्न, आफ्नो कुरा राख्न र अरूलाई सम्झाउन प्रेरित गरिन्छ। तर के तपाईँलाई थाहा छ, जीवनमा केही यस्ता क्षणहरू हुन्छन् जहाँ बोल्नुभन्दा चुपचाप बस्नु नै सबैभन्दा ठुलो शक्ति हो। मौनताको आफ्नै भाषा हुन्छ, जसले हजारौँ शब्दले भन्न नसक्ने कुरा भन्छ। हामीमध्ये धेरैलाई लाग्छ कि चुप बस्नु कमजोरी हो, तर यो सत्य होइन। वास्तवमा चुप रहनु सबैभन्दा कठिन र सबैभन्दा शक्तिशाली साधना हो। आज म तपाईँलाई त्यस्ता 15 ठाउँको बारेमा बताउने छु जहाँ तपाईँले गल्तीले पनि हस्तक्षेप गर्नु हुँदैन र जहाँ चुपचाप बस्नु नै तपाईँको जीवनलाई पूर्ण रूपमा बदल्न सक्छ। यी नियमहरू कुनै सामान्य कुरा होइनन्। यी जीवनका ती गहिरा रहस्य हुन् जसलाई हाम्रो धर्म र हाम्रा पुर्खाले सधैँ महत्त्व दिएका छन्। ती 15 ठाउँहरूमा हामी किन सधैँ चुप रहनुपर्छ? आउनुहोस् भिडियोको सुरुवात गरिहालौँ। च्यानलमा जति पनि नयाँ आउनु भएको छ, च्यानललाई सब्सक्राइब गरेर साइडमा रहेको अल आइकनमा थिच्नुहोला। मेरा पुराना सब्सक्राइबरहरूले पनि साइडमा रहेको आइकनमा थिचेर अल आइकनमा थिच्नुहोला। अल आइकनमा थिच्नुभयो भने मेरो भिडियो सबैभन्दा पहिले तपाईँको मोबाइलमा आइपुग्नेछ। आउनुहोस् भिडियोको सुरुवात गरिहालौँ। 1 नम्बरमा छ, जब तपाईँलाई रिस उठ्छ। रिस एउटा यस्तो आगो हो जसले विवेकलाई जलाइदिन्छ। जब तपाईँ कसैसँग झगडा वा बहस गर्दै हुनुहुन्छ, चुपचाप बस्नुहोस्। तपाईँको मौनताले परिस्थितिलाई शान्त बनाउँछ र तपाईँलाई गलत कुरा बोल्नबाट बचाउँछ। महाभारतको युद्धमा भगवान कृष्णले अर्जुनलाई क्रोधित नहुन र आफ्नो मनलाई नियन्त्रण गर्न बारम्बार सल्लाह दिनुभएको थियो। 2 नम्बर, जब कोही व्यक्तिले आफ्नो दुःख व्यक्त गर्छ। जब कोही आफ्नो दुःख, पीडा वा समस्या तपाईँलाई सुनाइरहेको हुन्छ, त्यति बेला कुनै सल्लाह वा प्रतिक्रिया दिनुभन्दा चुपचाप बस्नु नै बुद्धिमानी हुन्छ। उनीहरूको कुरालाई ध्यानपूर्वक सुन्नुहोस्। तपाईँको मौनताले उनीहरूलाई तपाईँमा विश्वास जगाउँछ र उनीहरूको मन हल्का हुन्छ। तपाईँको मौनता उनीहरूको लागि एउटा शान्त आश्रम बनिदिन्छ। 3 नम्बर, जब तपाईँ कसैको बारेमा बोल्दै हुनुहुन्छ। धर्मशास्त्रहरूमा भनिएको छ, परनिन्दा वा अरूको कुरा काट्नु पाप हो। भगवान शिवले कसैलाई निन्दा सुन्नुभन्दा कान बन्द गर्नु राम्रो मान्नुहुन्थ्यो। यसरी नै कसैको पीठ पछाडि नराम्रो कुरा नगर्नुहोस्। तपाईँको बोलीमा सधैँ सत्य र धर्म होस्। 4 नम्बर, जब तपाईँको ज्ञान पूर्ण छैन। अपूर्ण ज्ञानले हामीलाई हानि मात्र गर्छ। भगवान बुद्धले भन्नुभएको छ, ज्ञानको सागरमा डुबेपछि नै बोल्नु। कुनै पनि विषयको बारेमा पूर्ण जानकारी नभएसम्म आफ्नो राय नदिनुहोस्। 5 नम्बर, जब तपाईँ अरूको सफलता देख्नुहुन्छ। अरूको सफलता देख्दा जलन वा ईर्ष्या गर्नुको सट्टा उनीहरूको मेहनतको सम्मान गर्नुहोस्। मौन रहेर उनीहरूबाट प्रेरणा लिनुहोस्। 6 नम्बर, जब तपाईँ आफ्नो योजना बनाउँदै हुनुहुन्छ। आफ्ना ठुला योजनाहरू र लक्ष्यहरूलाई गोप्य राख्नुहोस्। जबसम्म तपाईँ आफ्नो लक्ष्यमा पुग्नुहुन्न, त्यसको बारेमा कसैलाई नभन्नुहोस्। महाभारतमा भगवान कृष्णले अर्जुनलाई रणभूमिको रणनीति गोप्य राख्न भन्नुभएको थियो। नम्बर 7मा रहेको छ, जब तपाईँको काम आफै बोल्छ। आफ्नो कामको प्रशंसा आफै नगर्नुहोस्। तपाईँको काम यति उत्कृष्ट हुनुपर्छ कि त्यसैले आफै बोल्न थालोस्। कामले आफै बोल्न थालोस्। जस्तै महान कलाकारहरूको कामले उनीहरूको बारेमा आफै बताउँछ। 8 नम्बर, जब तपाईँलाई कसैले सल्लाह मागेको छैन। अनावश्यक सल्लाह दिनु भनेको आफ्नो ज्ञानको महत्त्व घटाउनु हो। कसैले नसोधेसम्म चुपचाप बस्नुहोस्। 9 नम्बर, जब तपाईँलाई कुनै कुराको वास्तविकता थाहा छैन।
कुनै पनि अफवाहमा विश्वास गरेर त्यसलाई फैलाउनु हुँदैन। वास्तविकता नबुझी चुपचाप रहनु नै बुद्धिमत्ता हो। 10 नम्बर, जब तपाईँ कुनै विवादमा पर्नुभएको छ। विवादले केवल तनाव र नकारात्मकता बढाउँछ। त्यस्तो अवस्थामा मौन रहनुहोस् र स्थिति बिग्रिन नदिनुहोस्। 11 नम्बर, जब तपाईँ कुनै ठुलो निर्णय लिन लाग्नुभएको छ। महत्त्वपूर्ण निर्णय लिनुअघि सबै कुरा विचार गर्न मौन रहनुहोस्। आफ्नो मनको आवाज सुन्नुहोस्, किनकि भगवानले तपाईँलाई सही बाटो देखाउनुहुन्छ। जय श्री कृष्ण। 12 नम्बर, जब तपाईँलाई आफ्नो गल्ती महसुस हुन्छ। गल्ती स्वीकार गर्नु साहसको काम हो। जब तपाईँलाई आफ्नो गल्ती थाहा हुन्छ, त्यसलाई स्वीकार गर्नुहोस् र त्यसको बारेमा धेरै नबोली आफ्नो व्यवहारमा सुधार ल्याउनुहोस्। नम्बर 13, जब तपाईँको मन अशान्त छ। मन अशान्त हुँदा गलत निर्णयहरू लिने सम्भावना बढी हुन्छ। मनलाई शान्त गर्न केही समय ध्यान गर्नुहोस् र मौन बस्नुहोस्। नम्बर 14, जब तपाईँले कसैको रहस्य सुन्नुहुन्छ। कसैको व्यक्तिगत कुरालाई गोप्य राख्नु ठुलो गुण हो। अरूको रहस्यलाई आफ्नो भित्रै राख्नुहोस्। 15 नम्बर, जब तपाईँले आत्मविश्लेषण गर्दै हुनुहुन्छ। आत्मविश्लेषण र ध्यानको समयमा पूर्ण रूपमा मौन रहनुहोस्। यो समय तपाईँको भित्री आत्मासँग जोडिने समय हो। राधे राधे। जय श्री कृष्ण नारायण। अन्तिम कुरा के भन्न चाहन्छु भने, मौनताको यो शक्तिलाई बुझेर जीवनमा लागू गर्न थाल्नुभयो भने तपाईँले आफूभित्र एक अद्भुतपूर्ण परिवर्तन महसुस गर्नुहुनेछ। तपाईँको वाणीमा गाम्भीर्य आउनेछ। तपाईँको व्यक्तित्व आकर्षक बन्नेछ र तपाईँले अनावश्यक विवादबाट आफूलाई टाढा राख्न सक्नुहुनेछ। यो नै आत्मनियन्त्रण र बुद्धिको सबैभन्दा ठुलो प्रमाण हो। याद राख्नुहोस्, खाली भाँडोले धेरै आवाज निकाल्छ, भरिएको भाँडो सधैँ शान्त हुन्छ। त्यसैले आफ्नो जीवनलाई ज्ञान र बुद्धिको साथ यति भरिपूर्ण बनाउनुहोस् कि तपाईँको मौनता नै तपाईँको सबैभन्दा ठुलो शक्ति बनोस्। धन्यवाद। हामी फेरि अर्को नयाँ भिडियोमा भेट्नेछौँ।